हेलो मेरो भिडियो हेरिरहनु भएको सम्पूर्णलाई नमस्कार। म वेदबहादुर ओली। आज म तपाईहरुलाई यो करेला खेती गर्ने जति पनि कृषक साथीहरु हुनुहुन्छ उहाँहरुको लागि करेला एकदमै फल्ने र करेलाको यो बोट पनि बलियो हुने 3G कटिङ सिकाउन गइरहेको छु। 3G कटिङ के हो त भन्दाखेरि तपाईको यो डाला मजबुत र अनि फल पनि एकदमै धेरै फलाउने सिस्टम हो, जसमा 3G कटिङ भनेको यो टुप्पा चाहिँ काटिन्छ है त। टुप्पा काटिन्छ अनि तपाईको यो जरादेखि करिब करिब यो टाढी छ यहाँ, यो टाढीको नजिकसम्म चाहिँ तपाईले एउटै डाला चाहिँ पाल्नुपर्ने हुन्छ। धेरै पाल्यो भने बाफिने, बर्खा समयमा एकदमै ढुसी लाग्ने, फलहरू कुहिने, पातहरू कुहिने, बिरुवाहरू पहेँलो हुने हुन्छ। यो तपाईको यो शाखा हाँगाहरू चाहिँ फिटिकै नपाल्ने, तपाईको माथिसम्म चाहिँ शाखाहरू हाँगाहरू चाहिँ नपाल्ने। यो शाखा हाँगाहरू सबै फाल्यो भने यसको डाला बलियो हुन्छ, मजबुत हुन्छ। अनि तपाईहरुको यो सबै काट्दिने है, यसरी काट्दिने। अनि यो जति पनि छन् यो टुप्पा, यो मुनाहरू, अनि यो 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 टुप्पा जुन हामीले जहाँ त्यहाँ 3G कटिङ गर्दछौँ, यहाँ माथि यो 3G कटिङ गर्दछौँ, योबाट 4 वटा आँखला चाहिँ छोड्ने है। 1 2 3 4 वटा आँखला चाहिँ छोडेर यसरी 3G कटिङ गरिदिने। अनि तपाईको योदेखि यो 4 वटा हाँगादेखि तलतिर फेरि पछि पलाउन सक्छ यहाँ, त्यो चाहिँ काट्दिरहने। अनि अब योदेखि माथितिर चाहिँ ट्याक्क फैलिन्छ। तपाईहरुलाई म अहिले फैलिएको भिडियो पनि देखाउँछु। हामीहरूको चाहिँ उतातिर अलि अगाडिको करेलाहरुमा चाहिँ त्यो देखाउँछु, त्यो भिडियो पनि तपाईहरुलाई यसैमा देखाउँछु। अनि तपाईहरुको चाहिँ योदेखि माथितिर 4 वटा 1 2 3 4 वटा हाँगा छोडेर चाहिँ तलतिर यिनी सबै फाल्दिने। एकदम मजबुत हुन्छ यो डाला, तपाईलाई अलि भिडियोमा देखाउँछु है। अनि यहाँ अर्को पनि 2 वटा बिरुवा रोपेको छौँ हामीले यो उसमा खाल्डोमा। यसरी चाहिँ यिनी सबै हाँगाहरू फाल्यो भने अनि तपाईहरुको फल धेरै लाग्ने, अनि यो डालाहरू मजबुत हुने, रोगहरू नलाग्ने हुन्छ। यसरी यो नयाँ टुप्पाहरू यसरी चिमोटेर फाल्न पनि सकिन्छ सानो सानो। अनि अब तपाईको 1 2 3 4 यहाँ पर्यो। यसलाई चाहिँ यसरी फाल्दिएर चाहिँ यसरी फाल्यो भने एकदम मजबुत हुन्छ। तपाईहरुलाई अर्को भिडियो देखाउँछु है। तपाईहरुलाई यो 3G कटिङ गरिसकेपछिको फाइदाहरू पनि म तपाईहरुलाई हाम्रै यही करेला खेतीमा योभन्दा अगाडिको यो बोट हो, योबाट तपाईहरुलाई जानकारी गराउँछु कि जस्तै यो जमिनबाट आयो हैन, यसरी आयो भनेपछि यो एकदम बलियो भएर आयो। हेर्नुस् तपाईले डाँडा, यसको मेन डाला पनि देख्न सक्नुहुन्छ। यसरी हुँदै यो तपाईको ह्यान्ड 3G कटिङ गरेको हो। त्यसले गर्दा हेर्नुस् यो सबै यो एउटै बिरुवाको यो सबै झ्याङहरू एउटै बिरुवाको झ्याङ हो यो। अनि यसै गरी यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ फल पनि फलिसकेको छ। हेर्नुस् है,